सन् 2005 मा एउटा नयाँ वेबसाइटको विकास भयो, युट्युब, जहाँ तपाईँ आफ्नो भिडियो अपलोड गरेर भन्न सक्नुहुन्थ्यो, म फलानो व्यक्ति हुँ, मेरो पहिचान यो हो र मलाई यस्तो जोडी चाहिएको छ। हो, सही सुन्नुभयो, युट्युब सुरुमा एक डेटिङ साइट थियो। तर कसरी यो विश्वकै सबैभन्दा ठुलो भिडियो प्लेटफर्म बन्यो त? आउनुहोस्, आज हामी प्रेमी प्रेमिका खोज्ने प्लेटफर्मदेखि विश्वकै सबैभन्दा ठुलो भिडियो साम्राज्यसम्मको युट्युबको यात्राका विषयमा जानौँ। सन् 2005 फेब्रुअरी 14 भ्यालेन्टाइन डेको दिन पेपलका 3 जना पूर्व कर्मचारीहरू स्टेभ चेन, चाड होर्ले र जबेड केरिमले YouTube.com नामक वेबसाइट रजिस्टर गरे, जसको स्लोगन थियो ट्युन इन हुक अप। उनीहरूले यसलाई एउटा डेटिङ वेबसाइटका रूपमा तयार गरेका थिए, जहाँ प्रयोगकर्ताहरूले आफ्नो परिचय सहित भिडियो राखेर डेटिङ पार्टनर वा जीवनसाथी खोज्न सक्थे। तर उनीहरूको यो योजना सफल हुन सकेन। उक्त डेटिङ वेबसाइटमा कसैले पनि डेटिङ भिडियो अपलोड गरेनन्। डेटिङ आइडिया असफल भएपछि संस्थापकहरूले एउटा ठूलो कुरा बुझे, मानिसहरूलाई केवल डेटिङ नभई जुनसुकै विषयमा भिडियो सेयर गर्न मन पर्न सक्छ। त्यसपछि उनीहरूले युट्युबलाई ओपन भिडियो प्लेटफर्म बनाए। युट्युबमा जवेड केरिमले अपलोड गरेको मी एट द जू भिडियो नै युट्युबको पहिलो भिडियो हो, जुन सन् 2005 अप्रिल 13 मा अपलोड गरिएको थियो। उक्त भिडियोपछि अन्य प्रयोगकर्ताहरूको पनि उक्त वेबसाइटमा आकर्षण बढ्यो। मान्छेहरू खुला रूपमा भिडियो अपलोड गर्न थाले अनि युट्युब भाइरल हुन थाल्यो। युट्युब गुगलको हातमा पुगेपछि त चमत्कार नै भयो। सन् 2006 मा गुगलले $1.65 बिलियन मा युट्युब किन्यो। मोनिटाइजेसन सुरु भयो। अनलाइन विज्ञापन मार्फत युट्युबर्सहरूले पैसा कमाउन थाले। बिस्तारै यस प्लेटफर्ममा HD भिडियो, लाइभ स्ट्रिमिङ र मोबाइल सपोर्ट जस्ता फिचर पनि थपिए। युट्युब म्युजिक, युट्युब सर्ट्स, युट्युब किड्स जस्ता भर्जनहरू आए। यसरी युट्युब आजको दिनमा विश्वकै सबैभन्दा ठुलो भिडियो साम्राज्य बनिसकेको छ। यसमा 2 बिलियन भन्दा बढी सक्रिय प्रयोगकर्ता रहेका छन्। हरेक 1 मिनेटमा अपलोड हुने भिडियोहरू 500 देखि 600 घण्टासम्मका छन्। अर्थात् हरेक दिन युट्युबमा लाखौं भिडियोहरू थपिन्छन्। युट्युबबाट हजारौं क्रिएटर्स करोडपति बनिसकेका छन्। भलै यस माध्यमबाट केही विकृति पनि नमौलाएका भने होइनन्। यद्यपि आज युट्युबले हाम्रो जीवनमा यस्तो स्थान बनाएको छ कि यस बिना इन्टरनेट अपूर्ण जस्तो लाग्छ। तर के युट्युब यदि डेटिङ साइटकै रूपमा सफल भएको भए तपाईँलाई कस्तो लाग्थ्यो? कमेन्टमा लेख्नुहोस्।